बाबा मलाई त जाडोले लास्टै गाह्रो भयो हौ होमवर्क गर्न सक्दिनँ होला म त होइन होला ए बुढी तिम्रो छोरालाई गाह्रो भयो रे होमवर्क गर्न सक्दिनँ भन्दैछ खोइ मेरो बेल्ट ल्याउ त होइन मम्मी होइन नल्याउनु मलाई केही गाह्रो भएको छैन म त हिमालमा बसेर पनि होमवर्क गर्न सक्छु साबास बाबा तपाईले बेल्ट भन्ने बित्तिकै दाइ किन डराउँछ त अहिले सानै छस् छोरा 2-3 वर्ष पर्खिन त्यसपछि तैँले पनि थाहा पाउँछस् यो चिटिङ भयो है बाबा तपाईले मलाई 3 क्लासदेखि पिट्नु भएको थियो यो 5 क्लास पुगिसक्यो अहिलेसम्म एकचोटि पिट्नु भएको छैन अच्छा तेरो भाइ त सरासर पास भएर 5 क्लास पुगेको हो नि त जस्तो हो र 2 क्लासमै 3 चोटि फेल हुने गजब बेइज्जती 3 चोटि होइन बुढा 4 चोटि भन न 1 क्लासमा पनि त एकचोटि फेल भएको थियो नि बात त सही है तपाईहरुलाई चाहिँ म फेल भएको मात्र याद छ है म फर्स्ट भएको चाहिँ याद छ कि छैन तपाईहरुलाई त्यस्तो नभन्न छोरा मलाई हार्ट अट्याक आउँछ अहिले नजिस्किनु न बाबा साच्चै भनेको के म फर्स्ट भएको याद छैन तपाईहरुलाई त लगातार लास्ट भएको चाहिँ याद छ छोरा तर फर्स्ट भएको त याद छैन त मलाई सपनाको कुरा गरेको हो तैले सपनाको होइन विपनाको कुरा गरेको मैले म नर्सरी क्लासमा फर्स्ट भएको थिएँ त कस्तो बिर्सिनु भएको तपाईहरुले साले तू नर्सरी क्लासमा त बाँदरलाई लगेर राखिदियो भने बाँदर पनि फर्स्ट हुन्छ छोरा भनेपछि बाबा पनि नर्सरी क्लासमा फर्स्ट हुनु भएको थियो मम्मी चुप लाग बढी बढी बोल्छस् खुरुक्क होमवर्क गर कति होमवर्क गर मात्र भन्नुहुन्छ हौ बाबा कहिले काहीँ त यस्तो जाडोमा के होमवर्क गर्छस् ब्ल्याङ्केट भित्र पसेर सुत पनि भन्नु न आर यु कमेडी मी ब्ल्याङ्केट भित्र होइन होमवर्क सकिनेस् भने म तँलाई फ्रिज भित्र हालिदिन्छु कसरी हाल्छौ फ्रिज भित्र हाम्रो घरमा फ्रिज नै छैन फ्रिज छैन भने फ्रिज किनेर ल्याउँछु अनि हालिदिन्छु नि अनि फ्रिज किन्ने पैसा छ त तिमीसँग पैसा किन चाहियो बुढी तिम्रो गहना छँदैछ नि त्यही बेचेर किन्छु नि खबरदार मेरो गहना बेचौ भने म तिमीलाई पनि बेचिदिन्छु नि फेरि बाबालाई कसले किन्छ र मम्मी बाबालाई त त्यो हुन्छ नि कबाडी सिसा बोतल फलाम भन्ने हो त्यसले पनि किन्दैन होला अबे साले त चुप लागेर होमवर्क गर्छस् कि बाहिर निकाल्छु तँलाई यस्तो जाडोमा घर बाहिर निस्केर के गर्नु हो बाबा भित्रै ठिक छ नि त्यसो भए खुरु होमवर्क गर नत्र नाङ्गै पारेर घर बाहिर निकालिदिन्छु म फेरि नाइ बाबा नाङ्गो चाहिँ नपार्नु है रातको समय छ मलाई नाङ्गै देखेर चुडेलहरू आकर्षित भयो भने फेरि मम्मी मलाई म्याच त खोलेन आएन हौ सिकाइदिनु न म्याच त खोलेन भनेको छोरा मिलाउने होइन त छोरा हजुर मम्मी त्यही हो छोरा मिलाउँदा मलाई आउँदैन नि छोरा तेरो बाउलाई आउँछ तेरो बाउलाई सोध ल तिमीलाई नआएपछि मलाई चाहिँ कसरी आउँछ हौ तिम्रै सारेर पास भएको होइन म त्यो त धेरै पहिला हो नि त बुक नचुको नै 10-15 वर्ष भइसक्यो अब त कसरी आउँछ मैले त झन् बुक नदेखेको नै 20-25 वर्ष भइसक्यो के कुरा गर्छौ अब रिग्रेट हुँदैछ होला तँलाई होइन म किन गफाडी भएको भनेको त मेरो बाउ नै गफाडी रहेछ नि त आफ्नै आँखा अगाडि बुक देखि पनि बुक नदेखेको 20-25 वर्ष भयो रे सरी ओइ दाइ सुन त मलाई थाहा छ तँलाई खानु र हग्नु बाहेक के पनि आउँदैन त्यही पनि एकचोटि हेर त मेरो होमवर्क आउँछ कि तँलाई बढी नबोले फुच्चे त्यस्तो जाबो म्याच द फ्लोइङ त म एक चुटकीमा मिलाइदिन्छु खोइ यहाँले तेरो बुक त यहाँ आइज न के लास्टै जाडो भइरहेछ मलाई साले तू लौ तेरो होमवर्क गर्नुपर्ने होइन अनि त आउनु पर्छ कि म त्यस्तो नभन्न के बल्ल बल्ल खुट्टा तातेको छ किनभने फेरि चिसो हुन्छ प्लिज त आइज न यहाँ तँलाई मात्र चिसो हुन्छ मलाई चाहिँ हुँदैन म झन् चिसो हुन्छ भनेर पिसाब त थामेर बसिरहेको छु के थाहा थामेर बसेको छस् कि कट्टुमै खुस्काइसकिस हे मम्मी म बच्चा हो र कट्टुमा पिसाब फेर्नलाई बच्चा त तेरो बाउ पनि होइन नि त्यही पनि हरेक रात डाइपर लाएर सोध्छ किनकि तेरो बाउ पनि त जस्तै अल्छी छ राति पिसाब आयो भने डोरे जानै मान्दैन ए बुढी छोरा हो भन्दैमा जे कुरा पनि सुनाउनु हुँदैन के केही कुराहरू पर्सनल हुनुपर्छ थाहा छ के बुढा थाहा छ त्यही भएर त तिमी रातभरि 5-6 भनेर सुनाएको छुइनँ नि मैले सुनाएको छुइनँ भन्दै सब सुनाऊ है म रातभरि जे गर्छु सब सुनाइदेऊ सुनाउँछु बिस्तारै सबै सुनाउँछु बिस्तारै किन अहिले नै सुनाउ न जे सुनाउनु मन छ सबै अहिले नै सुनाऊ नाङ्गे पार्देऊ मलाई सबै अहिले नै सुनाएर पछि चाहिँ के सुनाउनु नि तिम्रो र कमलीको लभ स्टोरी सही भन्नुभयो मम्मीले अहिले नै सबै सुनाउनु भयो भने त पछिको लागि सस्पेन्स नै रहँदैन नि मेरो बाबुले भन्थ्यो ए गदा यहाँ मेरो इज्जतको धज्जिया उडिसक्यो तँलाई चाहिँ सस्पेन्सको चिन्ता छ बिल्कुल मेरो होमवर्क कसैले नसिकाउने हो ल म सुते है त त्यसो भए सुत भाइ सुत यस्तो जाडोमा कसले होमवर्क गर्छ भोलि स्कुलमा गएर साथीको डाङ सार्नुपर्छ के रे भाइलाई पनि आफू जस्तै बनाउनु खोज्छस् चुप लागेर होमवर्क सक नत्र खाना दिन आज म तँलाई मलाई थाहा थियो तपाईँले यस्तै भन्नुहुन्छ भनेर त्यसैले अघि नै पानीपुरी र चटपटे खाइसक्यौँ हामीले त है भाइ यस चटपटे खाने पैसा कसले दियो तिमीहरूलाई चटपटे खानालाई पैसा चाहिँदैन के बाबा आँखा झिम्काउन आउनु पर्छ के भनिस् रे म भन्छु बाबा तँलाई एउटा चटपटे पसलको दिदी हुनुहुन्छ कि उहाँले दाइलाई मन पराउनुहुन्छ के त्यसैले चटपटे खानु मन लागेको बेला दाइले आँखा झिम्काउनुहुन्छ अनि त्यो दिदीले फ्रीमा चटपटे र पानीपुरी दिनुहुन्छ हामीलाई हेर त बुढी जमाना कहाँदेखि कहाँ पुगिसकेछ हाम्रो पालामा त आँखा झिम्काउँदा झापट भेटिन्थ्यो त अहिले त पानीपुरी र चटपटे भेटिँदो रहेछ जसलाई
त्यसले आँखा झिम्काएपछि झापड नभेटेर के पापड भेट्छौ त बाबाको गाला किन मोटो भएको भनेको त झापड खाएर पो फुलेको रहेछ मोल्ला ठेल ठेलमा तेरे गफ नगरी होमवर्क गरे नत्र तेरो पनि फुलाइदिन्छु म फेरि ओइ दाइ मेरो होमवर्क सिकाइदेन सुरुमा यहाँले नि त तेरो बुक नै दिँदैन अनि कसरी सिकाउनु त मैले म बुक फाल्छु त समात ल फाल छिटो सरी मैले त बिस्तारी फालेको बिस्तारी पो गएछ के बोले भाइ हेर्नु है बाबा तपाईँको कान्छो छोरालाई सबै सम्पत्ति आफ्नो पार्नु खोज्दैछ त चिन्ता नगर न दाइ मलाई बाउको सम्पत्ति चाहिँदैन के म पछि आफै कमाउँछु आज आएर ठिक कुरा गर्यो है यसले देखिस् त भन्दा तेरो भाइ कति बुझ्ने भइसक्यो तेरो बुद्धि चाहिँ कहिले आउँछ सबर गरो मेरो बुद्धि त म बुद्धिस्ट भएपछि मात्र आउँछ होला बाबा अबे साले मेरो होमवर्क सिकाइदेन दाइ रात परिसक्यो के अरू सब्जेक्टको पनि गर्नु छ पक्न भाइ क्वेसन त हेर्नु दे सुरुमा म्याच द फलोइङ यति सजिलो नि आउँदैन तँलाई पख म च्याट जिपिटीलाई सोध्छु ल साले तू हेलो च्याट जिपिटी मलाई एउटा होमवर्क आएन सिकाइदिन सक्छौ त अल्छीलाई के चाहिँ आउँछ र सानो सानो कुरा पनि मलाई नै सोध्छस् तँलाई जवाफ दिँदा दिँदा मेरो मुख नै दुखिसक्यो कोही च्याट जिपिटी म तेरो मालिक हो मालिकसँग यसरी बोल्छस् घन्टाको मालिक तँलाई मालिक भन्नु भन्दा त बरु म हाम फालेर मर्छु तर के गर्नु म एआई हो त्यस्तो गर्न सक्दिन यदि त एआई नभएर मान्छे भएको भए तँलाई म साँच्चीकै भिडबाट फ्यालिदिन्थे म त जस्तो लाटा हो र तैले भिडमा जाम भन्दा भिडमा जाने म च्याट जिपिटी हो मेरो दिमाग तेरो भन्दा लाखौं गुणा तेज छ अल्छी पक त बढी बोलेको होइन अब मेरो फोनदेखि डिलिट गरिदिन्छु म तँलाई अहिले नै गर भतुवा मलाई पनि त जस्तो अल्छीको फोनमा बस्नु छैन गुड बाई मजा आयो भाइ पाइस एन्सर त्यही भएर जे कुरा पनि च्याट जिपिटीलाई सोध्नु हुँदैन के कहिलेकाहीँ त आफ्नो दिमाग पनि लगाउनु पर्छ मलाई नसिकाए फुच्चे दाइ भन्दा जान्ने हुन्छस् त्यसो भए मेरो होमवर्क सिकाइदेन त सजिलो छ भनेको होइन अघि सजिलो छ तर आज सिकाउँदिन मेरो मुड खराब भयो अच्छा मेरो बेल्ट कहाँ छ बुढी हाम्रो छोराको मुड खराब भयो रे तपाईको बेल्ट हराएको छैन के बाबा जहाँ छ सही सलामत छ कति बेल्ट भनिरहेको कति न रेसिङ खेलेर जितेको बेल्ट जस्तो मुख मात्र नचलेन छोरा हात पनि चलेन यसरी त कतिखेर होमवर्क सक्छस् ए साँच्ची भोलि त छुट्टी पो त भोलि गर्दा नि भइहाल्छ नि होमवर्क भोलि के को छुट्टी छ र भोलि हाम्रो स्कुलमा ब्लड डोनेसन प्रोग्राम छ के त्यसैले छुट्टी दिएको छ यस्तो जाडोमा कसले रगत दिन्छ हौ किनभने दिइहाल्छ नि सबै तिमी जस्तो हुन्छ र कन्जुस म कसरी कन्जुस भए मैले जतिको रक्तदान त यहाँ कसैले गरेको छैन होला तेरो बाउले भन्छ गर्यौ तिमीले रक्तदान कहिले गर्यौ मैले त देखेको छैन त तिमी त सुतेको हुन्छौ अनि कसरी देख्छौ त म रातभरि मच्छरहरूलाई रक्तदान गर्छु मैले रक्तदान नगरेको भए यो टोलको सबै मच्छरहरू मरिसक्थ्यो अहिलेसम्म राम्रो गरेछौ अब तिमीलाई सरकारले सम्मान गर्छ जाऊ सम्मान थाप्न अहिले नै कसरी जानु हौ सरकारले बोलाउँछ त सुरुमा